बाटो चिप्लेर मम्मी यस्तो भन्नु के पुरै बाटो चिप्लेर आएँ पुरै हिँड्दै गयो पनि केही हुन्न के पुरै होइन बाटो चिप्लेर नि गाडी पछि हट्छ के पछाडि यस्तो छ ठाउँ फेरि अबे बाटो कस्तो छ बाटो मैले अहिले स्लिप खाल्छु के अहिले तलै डराइए के स्लिप खाएको अबे कसरी जाने हो मम्मी ब्याग हाम्रो त्यही छ के मम्मी झोला त्यही छ अर्को ल्याएनन् के कसैले के हुन नानी कसरी चिप्ल्यो के गाडी पुरै मेरो त सातो गयो के चिप्लेर त अघि बरु रोजे के हुन्न कि जाम्ने यो पानी परेको यस्तो पहाड हामी चाहिँ होइन चोत्रा ऐसेल खाना आएको यति छन त छ माथि भिरतिर मात्रै छ के अनि हामीले टिप्नै सक्दैनौँ नि त आज के भएर म बस्न भन्नु नि त म भन्दैन रे दाइले हेरेपछि दाइले टेन्सन मान्छ भनेर भन्नुहुन्छ केही हुन्न त्यस्तो पुरै यस्तै हामी फालेको थियौँ होइन हामी चाहिँ यहाँ होली आएको छौँ नि त अनि चोत्रा यस्तो छ उतातिर एउटा दाइले यत्रो हाँगा दिनुभएको थियो हामीलाई खायौँ होइन भोलि बिहान काफल टिप्ने हो अनि यहाँ होलीमा मेला पनि लागेको रहेछ कि अनि ज्योति मगर आउनु भएको रहेछ के कति राम्रो राम्रो ठाउँ हो यतातिर पुरै यस्तो छ कि यस्तो राम्रो राम्रो ठाउँ छ कपाल उड्याएको छ भर गर्दै कि अनि हामी त कहाँ यत्तिकै हिँडाएको छौँ पागल टालमा चोत्राको खोजीमा त्यो अङ्कल हिँड्थ्यो कति छ भन्नु मम्मी घुम्तीमा कहाँदेखि घुम्ती रहेछ यस्तो घुम्ती यस्तो ए यतै नै हो कि ऐसो छ अरे नि त अब मैले चाहिँ स्ट्यान्ड किन्छु ल यस्तो हात पाटिन्छ होइन यस्तो हात पाटिन्छ नि यो मोबाइल उठाउँदाखेरि पुरै हात पाटिन्छ के यहाँ चाहिँ मेरा लगाइरहेको चाहिँ माथि चाहिँ है यस्तो हात पाट्यो होइन कत्रो पर्छ भन्नुहुन्थ्यो नि मे कहाँनिर रहेछ त्यो अङ्कलले त कति ठुलो हाँगा लगाइरहनु भएको थियो चोत्राको कहाँनिर रहेछ हामी चाहिँ खासमा होइन कपाल पनि उड्यो हौ हामी खासमा उता दाङदेखि यहाँ रोल्पा चाहिँ विशेष काम पनि केही होइन विशेष काम जे भन्यो भने हामी काफल खाना चाहिँ आएको है त्यही हो विशेष काम भनेको तिनीहरू छ कि म मेला आउनु त यहाँ चाहिँ मेला लगाइरहेको छ माथि हामी चाहिँ यहाँ भिडियो बनाएर चोत्राको ए मम्मी कालै हेर्नु त ल फाइनली चोत्रा भित्यो है बाफरे बा कस्तो हो यति चोत्रा त सुतेर आउनु नि बाटो चाहिँ अहिले अप्ठ्यारो छ नि त यही हो क्या तर यस्तो छैन चोत्रा के आउनु के अबे ए चोत्रा चोत्रा मम्मी आउनु फाइनली चोत्रा है काफल चाहिँ भुल खाँदैन लभ ज्योति देवी भिडियो म त खान्छु त आउनु के खानु न म त खान्न म त टन्नै खान्छु त के साह्रो इङ्ग्लिस बोलेको हौ मैले बुझ्नु आधा नेपाली आधा इङ्ग्लिस
ल म त टन्नै बाई अब चाहिँ चोत्रा खान्छु ल खासमा होइन यो चोत्रा खानालाई हामी माथि होलेरी बजारदेखि यता तल आएको कि यो चोत्रा खानालाई मात्रै फेरि यहाँ अनि फेरि आयो हामी फर्केर फेरि अस्ति कहाँ आउने रहेछ मुख पनि काली भयो म चाहिँ चोत्रा खान्छु ल बाई हामी चाहिँ होइन काफल तिनजना खाऊँ त्यही पिरुङ्गो यो मम्मीको चाहिँ झोल कावल खोजी एउटा कावल भिटिँदैन मम्मीको झोलो त्यो मम्मीको चाहिँ झोला प्लास्टिक डब्बा यति धेरै छन् होइन यस्तो काफल कहाँ यति एक दुई काफल भिटिन्छ एक दुईवटा होइन यहाँ भाडा हेर्नु क्या भाडा झोलोमा यति धेरै डब्बा छ होइन यही पिरुङ्गो भरेर त यहाँ कति हुने हो होइन झोला नल्याउनु मम्मी नल्याउनु मैले चाहिँ हिँड्न पनि काफल रहेछ तर छैन एक दुईवटामा छ मैले चोत्रा चाहिँ खाएँ होइन टन्नै खाएँ होइन मेरो यस्तो मुख कालै भएको थियो निच्छे के अरे यो मैले ऐसे एउटा पनि खाएको छैन नि त पुरै भिर छ नि क्या म त्यस्तो भिरमा चढ्न सक्दैन नि त अनि मम्मीलाई मम्मी डब्बाहरू नलैजानु काफल यो साल धेरै आएको छैन भनेर भने होइन मान्दै नमानेर यति धेरै भाडा लिएर आउनु भएको छैन अहिले थाहा हुन्छ म त अब एकैचोटि काफल टिपेको बनाउँछु ल भाइ यता आयो नि त मम्मी यता हाई गर्नु मम्मी ल फाइनल्ली मैले चाहिँ काफल टिपेँ यो वर्षको पहिलो काफल यो वर्षको पहिलो काफल खाएँ मैले रुङमा चढेको छु यस्तो चुक्लो छ मम्मी लास्टै चुक्लो छ म सक्दैन यस्तो हाँगा भात्नु पर्छ हौ लास्टै हरो छ यार लुङ्गेसँग यस्तोसँग अघि नि मम्मी म त आँट्न सक्दैन है ऊ तल छ नि त मैले चाहिँ यो वर्षको पहिलो काफल खाएँ है काफल त छ कि तर पातलो टाढा टाढा छ नगर्नु मम्मी नसक्ने बरु के हुन्छ के छन् त छ कि यति धेरै छैन तर अब हामी चढ्न सक्दैनौँ नि त रुखमा खासै जान्दैन ठुलो पनि एकचोटि कहाँ सक्छु अब सक्नु त त्यस्तै बढेर हुन्छ खोट्टै दुख्छन् कि यस्तो खानु के काफल मलाई टुक्यो एक दुईवटा काफलको पनि छैन यो त्यो मेरो मम्मीलाई पलाइ जस्तो लिएर आएको थियो होलीदेखि त्यस्तै पराइटी लगेर घर जान लाग्छु अलिअलि भएको आफूले खाने भइहाल्छ होइन जता जान्छु यही चोत्रा यो पिरुङ्गो त कुन जुने भरिने थाहै छैन त्यही हो आश नगरे बगाल हो अब के गर्छौ त
मैले अब अलिअलि अलिअलि खाइरहेको छु। चप्पल छिन्नेर लोटेर हात खुट्टा लागेर हात खुट्टामा चोट लागेर छाला गएर यस्तो कँराले कोतर्छ नि यो ऐसुलुको कँराले पाटेर चुत्रुक्कै पारी पारी मिल्काउने जस्तो प्लास्टिक लिएको थियो त्यस्तै पो छ हौ। के साह्रो हो कि काफल एउटा छैन भने क्या अनि यो काफल छ भनेर चाहिँ कसले चाहिँ खबर पुऱ्याएको भने क्या त्यहाँ त दाङ यो भाडा यो दुःख होइन हामी कहाँदेखि कहाँ आएको छौँ कि त्यो भिरमा होइन। यहाँ अलिअलि त मेरो धित मरिगएको छ लौ ठिक छ होइन। मैले त अब बोटमा आइस त अब यता आइस त अलिअलि मम्मी यो काफलको बोट हो क्या तर यहाँ काफलको का पनि छैन क्या फेरि यस्ता छन् के भन्ने कि यस्तो छ काफलै छैन के गर्छौ बगाल हो काफल खाने त अब यस्तै हो मैले त चोतरा टिपेको छु होइन कि चोतरा टिपेको छु चोतरा कहाँ रहेछ र हित्ती एउटा घिनानो कपाल फुस्किएको काँटो भाँचिएको लोटेर खुट्टामा चोट लुङ्गे लाएको लुङ्गे च्यात्थीको के हो के लुङ्गे च्यात्थीको हेर तलबाट छैन बगाल घर जाऊँ कहिले जाने तल दाङ जाऊँ एउटा काफल छैन हेर नानी करुणा नआएर ठिकै गरेछौ एउटा काफल छैन कि आफूले खाने एक दुईवटा कहीँ छ घर ल्याउने राख्ने त आश नगरी नि भयो काफलको बोट अब एक दुईवटा त छन् कि घर ल्याउने हुन्न नि त फेरि एक दुईवटा त ल्याएपछि सबैलाई दिनुपर्छ पिरुङ्गो जा छैन चामै लास्टै हुन यो अब त छ कि अलिअलि त्यो एउटा हाँगामा काट्छ घिना झन् मम्मीको झोलो मम्मी कतिको झोलो भरियो त कोही हेर नि त कहिदिन त मम्मीको त यही हो है हामीले काफल टिपेको चाहिँ झोलो काफल ठुल मम्मी हामीलाई चाहिँ होइन काफल खानु यस्तै हो तर रमाइलो चाहिँ लास्टमा मैले भएको छ मम्मी यत्रो ठुलो मम्मीले होइन ठुलो यहाँ आउनु त मेरो बिचारमा ठुलोसँग कुरा गर्छु म मैले होइन डब्बा नलगाऊँ भरेन त्यो डब्बा र प्लास्टिक रित्तै छ ठुलमम्मी त हेर्नु क्या ठुलमम्मीको हालत बिचारी मेरो ठुलमम्मी ठुलमम्मी के साह्रो रिस उठ्यो बिचारी मेरो ठुलमम्मीलाई बिहान 6 बजी आएको के अरे 5 बजी आएको ल अन्त खान्छ एकदिन रेस्ट गर्छ मेरो एक मानु छैन
ठुलो मेदा मैले घरैदेखि भनेको थिएँ कि यत्रो डब्बा नसत्ताऊ काफल छैन रे त्यो पानी भने सेतो बाल्टी त्यो लाउने भन्नुहुन्थ्यो म रिसिएर होइन नलिउने त्यहाँ मम्मी हाम्रो डब्बा देखाउनु त कच्चा अरू त्यहाँ छ हाम्रो चाहिँ झोल लिएर आउनु त नलिउनु मम्मी नलिउनु छैन काफल दुईटा गेडा पनि तीनटा गेडा भयो चटपटे बनाउने डब्बा यतिकै भाडा लिएर व्यस्त लाग्ने भनेर मेरो पिरिङको त भरिया छैन यहाँले मेरो पिरिङको चोत्रमा चाहिँ मेरो पिरिङकोमा अरू प्लास्टिक देखाइदिन्छ हामी बिहान 5 बजी आएको काफल दिन त कति बजी होला 9 बजी बिहान 5 बजी आएको काफल अब घर जाने ल पकाएर किन मनो ठुलो बिचारा मेरो ठुलो चोत्रा टिपेर घर जान्छु मरे किन म त चोत्रा टिप्छु अब म त सक्दैन रे यस्तो कामले टिपिहाल्ने यस्तो कामले टिपिहाल्ने अब जाम कता गयो बगालो घरतिर 9 बजी गएछ अब घरको हेर्नुहोस् गाई कहिले नआउनु होला यस्तो काफल टिप्न कि आइरहनु होला अनि हाल मम्मी गाई रे गाई एक जान्ने फेरि म राखेँ अहिले बिजत गर्छ नि आउँदैन बोल्नु टायर भयो